साथीहरूसँग आज घुम्न हिँड्ने है हिँड्ने ल 3-4 जना मिलेर एकदम चस्मा लगाएर साथी चाहिँ ल भ्लग हान्नु पऱ्यो नि आज युट्युब मेट्रो बस आइपुगेको छ हामी मेट्रोमा घुम्न मेट्रो ट्रेन चढ्नलाई मेट्रो स्टेसनसम्म पुग्न पनि चोकबाट नजिक होस् सजिलो होस् भनेर मेट्रो बसको यसरी व्यवस्था गरेको हुन्छ कतारमा, जसमा फ्री राइड गरेर मेट्रो स्टेसनसम्म गएर मेट्रो चढ्ने व्यवस्था यहाँको गभर्मेन्टले एकदमै सजिलो गरिदिएको हुन्छ। हामी यो मेट्रोको बस चढेर अब एजुकेसन सिटी मेट्रो स्टेसनसम्म आइपुगेको। यहाँभित्रबाट चाहिँ मेट्रो ट्रेन चढेर हामी मल घुम्न जानेछौँ। यहाँदेखि अन्डरग्राउन्ड तल जानुपर्छ अनि 2-3 तला मुनिबाट चाहिँ अनि मेट्रो चलिरहन्छ। एकदम सजिलो विकास हाम्रो नेपालमा कहिले आउनको नि। यहाँ साथीहरू यसमा मेट्रोको कार्डमा पैसा हाल्दैछन् होइन। यस पैसा चेक गरौँला मेरोमा कति रहेछ। मेरो 9 रियल रहेछ ल, काफी इनफ छ मेरो। ल हाल्नु तपाईँको कति रहेछ? 0 रहेछ त। पैसा हाल्दैछ हाम्रो साथीले। यहाँ 10 सेलेक्ट गर्ने, त्यसपछि टाढाबाट है ठ्याक्कै ए आइसकेको छ। ट्रेन रेल आइसक्यो तपाईँको आइसक्यो। त्यहाँ कति रहेछ पैसा? छैन हाल्नु पऱ्यो फेरि। अब हामी मुनि जाँदैछौँ मेट्रो चढ्न। भव्य छ यहाँ पऱ्यो। ल साथी आऊ है आऊ। अब अर्काको देशको मेट्रो चढौँ होइन। हाम्रो देशमा कहिले बन्ने हो खै। अब नयाँ बालिङ सरकारले बनाउँछ कि पछि पछि आश गरौँ होइन। ए कार टक्क यहाँ हाल्ने अनि गेट खुल्छ यहाँ सट्टै छिर्ने। जति चढे पनि जम्मा 2 रुपियाँ हो। मेट्रो एकदमै सस्तो 2 रुपियाँमा सर्ट दिनभरि मेट्रो चढे नि भयो। तर आउट भएपछि चाहिँ अनि फेरि पैसा लिन्छ। यताबाट नि 1 मेट्रो आउँछ, यताबाट नि मेट्रो आउँछ। हाम्रो चाहिँ यताको साइड पऱ्यो। यताबाट हामी जाने चाहिँ हामी कुन मल जाँदैछौँ र? मलब कतार ए अँ मलब कतार जाँदैछौँ हामी। यहाँनिर 5 मिनटमा आउँछ ट्रेन। आयो ल साथी आयो ट्रेन आयो। सर लास्टमा त बस अब Mall of Qatar. Passengers are reminded not to leave their चढेको कतार नेसनल लाइब्रेरीबाट सट्टै लास्टमा मल अफ कतार पुगिहाल्ने छ। ट्रेनबाट बाहिर जस्तो देखाएको छ। मेट्रो कहिले अन्डरग्राउन्ड कहिले अप्पर ग्राउन्डबाट चलिरहेको हुन्छ। मतलब कतार आइपुगेछौँ। ल मेट्रो स्टेसनबाट सट्टै मेट्रो स्टेसनबाट उता मलमा जोड्दो रहेछ नि त बाटो। यसरी ब्रिज जस्तो बनाएर यताबाट आउने एयरपोर्ट जस्तै बनाइदिएछ यता।
यस्तो दामी विकासशील छ यताबाट सट्टै ठुलो मलभित्र छिरिहाल्ने रास्ता छुट्टै बनाइदिएको रहेछ हामी तर्फबाट हो त्योबाट सट्टै आएर यो स्टेसनमा झरेर अनि सट्टै यता घुमेर मलतिर एन्ट्री गर्दैछौँ ओके मलभित्र एन्ट्री हामी वेलकम टु मल अफ कतार भनेर लेखेको छ अब वा त्यो के डेकोरेसन कस्तो दामी बनाएको थियो है ए ठुलो सोल सोलको रहेछ वा स्टाइलले हिँड्दैछ नि त हाम्रो साथीले ओके हामी मलब कतारको सेन्टर पोइन्टतिर आइपुगेछौँ यो चाहिँ मलब कतारको सेन्टर पोइन्ट एकदमै दामी डेकोरेसन वाटर फाउन्टेन्स डेकोरेसन ट्री भन्दै भनौँ थाहा छ त त्यसलाई नेचुरली हो र तलको होइन होला बच्चाहरू खेल्ने ठाउँ रहेछ यहाँ हामी 4 जना मलब कतार घुमेर अब हामी अहिले चाहिँ अन्त्य ठाउँमा गइरहेछौँ अल मस्जिद पुगेका छौँ मस्जिदमा अब हामी बाहिर सुक वाकिफतिर जान्छौँ र सुक वाकिफतिर घुमघाम गरेर साँझ पक्क फर्किन्छौँ आजको छुट्टी यसरी नै मनाउने हाम्रो विचार छ ल हेरौँ साँझ परेछ यतिखेर 6 बज्यो कतारमा